सानी आमा सानी आमा बुढाले दुईटा बिहा गरेको दुई बहिनीलाई हजुर है सानी आमा अनि भगवान बुद्ध जन्मेपछि ऋषिहरूको हातबाट निस्केर 7 पाइला हिँडेको यो दृश्य ओरिजिनल मायादेवीको ठाउँबाट लिएको यो चाहिँ ओरिजिनल ओरिजिनल हो त्यो र यो नेपाल हिन्दू राष्ट्र बुद्धिस्टले दबदबाब थियो कोही श्रीलङ्का गएर बसेथे कोही म्यानमारमा कोही थाइल्यान्डमा यहाँ कोही पनि थिएन त्यसैले यी गुरुले चाहिँ हेरेका मायादेवी र यहाँ अनि हेर्दाखेरि उनले आफ्नो मन्दिरमा ल्याएर राखेका थाइल्यान्ड यो काठमाडौँ पाटनबाट काठमाडौँबाट है अनि त्यो म्यानमारबाट म्यानमार। पठाइदिएको देशले ब्रिटिसहरूले पठाएको यो म्यानमार यो श्रीलङ्का यो सानो चाहिँ श्रीलङ्का श्रीलङ्का उताको चाहिँ त्यो थाइल्यान्डले पठाएको बुद्धिस्ट कन्ट्रीहरूले पठाएको काठमाडौँ नेपाल काठमाडौँ पाटन नेपाल पुसाएको रहेछ म्यानमार ने छोटो पुसाएको रहेछ अघि थाइल्यान्ड पुसाएको रहेछ त्यो छु अहिले यसको बारेमा मुनि पैसा हाल्दै यहाँ भोकरमा मिल्दैन यहाँ लोमा छ मान्छे सेम भएर यता आउँछ नि तपाईँको कुरो गर्नुहुन्छ हामी कहाँ ढुङ्गा त यहाँ मैले हेरिरहेको दुईटा प्रकार त्यो मान्छेले झट्टै बनाउँदैन पर्छ सेवा गराउँछ अरू भन्ने लाग्छ हिँड्छु उहाँ दूतावासमा श्रीलङ्का गएको दूतावासको हाकिमलाई राजीनामा लेखेर मुटेर आएको हिँड्छु हाकिम काम नगर्ने सरकारी काम नगर्ने हिजो भन्नुको लागि ध्यान ध्यान गर्नको लागि ध्यान